मामा घरबाट 2-4 घण्टा पनि भएको छैन, निक्लेर आएको फेरि भुक्न थालेछ। यो राजगुरुङ शरणार्थी, यसलाई चाहिँ लानुपर्ने हो, यसलाई लानुपर्ने, त्यसलाई लानुपर्ने हो भन्दै डराएको, म ब्याक भएको भनेर डराएको भन्दै भुक्न थालेछ। हेर भाइ, तँलाई म के भन्छु भने नि, तँसँग डराउनु पर्ने किन, के चाहिँ हामीले त्यस्तो गरेको छ र डराउनु म? किन डराउनु तँसँग म? डराएको त को भन्ने कुरा मैले त पहिले देखिसकेको छु त। तैँले मात्र नभए त अरू सबैले देखिसकेको छ। तँ झन् मलाई प्रत्यक्ष रूपमा भेटेको पनि होस्, देखेको छस् तैँले मलाई राम्रोसँग फेस टु फेस देखेको होइनस् भाइ। रियल लाइफमा त्यो भुसिया कुकुर जस्तो भाउ 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 भुक्नु नि, रियल लाइफमा नि फरक छ नि। यो कुरा विचार गर भाइ, बुझिस्? तैँले जसरी फलाम उचाल्छस् नि, म पनि त्यसरी उचाल्ने मान्छे देखिस् यहाँ। यस्तो यो ठेला हातले नि, यो पन्जाले नि तेरो 2-4 झाप तेरो कानको जाली घुम्ने गरेर नदिएर तँ सुध्रेला जस्तो छैनस् क्या। यदि तेरो ठाउँमा म हुनु थियो भने नि भाइ, यहाँ सुन, 33 दिन तैँले बिताइस् भनिस् नि मामा घरमा हो। त्यो दुःखको पलहरू, त्यो क्षणहरू चाहिँ नि म चाहिँ नि साथीभाइहरूलाई चाहिँ नि म आएर यसरी टिटो लाइफमा भन्थेँ क्या। हेर साथीभाइ हो, हामीले यस्तो गर्दाखेरि चाहिँ हामी चाहिँ यसरी कानुनी फन्दामा परिने रहेछ। त्यो भएको कारणले गर्दाखेरि हामीले चाहिँ यस्तो खालको हरकतहरू चाहिँ गर्नुहुन्न। यो बाट चाहिँ हामी एकदम सचेत हुनुपर्छ साथीहरू ल भनेर एउटा पोजिटिभ सन्देश चाहिँ म साथीभाइहरूलाई दिन्थेँ, यदि तेरो ठाउँमा म हुनु थियो भने। तर तैँले के गरिरहेछस्, फेरि उही पुरानै ल्याइरहेछस्। त्यही एउटा नेपाली दाजुभाइलाई शरणार्थी भनेको छस्, अनि हामी गोर्खाली भनेको छस्। तेरो बुद्धि अहिलेसम्म पनि आउँदैन। सक्छस् भने भाइ राम्रो काम गर होइन, सक्दैनस् भने भाइ यसरी अर्कालाई बुलिङ गर्ने कामहरू नगर। अझै पनि समय छ सुध्रिनु, उन्नति गर्नु, प्रगति गर्नु। अब यति भन्दाखेरि मेरो फोटो लगेर टाँसोस् होला, लगेर तेरो वालमा लगेर होइन, अनि मेरो छोरीको भिडियो लगेर माथि टाँसोस् होला, फोटो भिडियो लगेर, अनि त्यो 2-4 जना तेरो भतुवाहरूलाई ल्याएर त्यही मेरो लास बनाएर कुदा भन्छस् होला। मैले तँलाई नराम्रो भनेको छुइनँ। त्यस्तो गरिस् भने नि भाइ, तँलाई म के भन्छु भने त्यो तैँले जति गरेको भिडियोहरू म सबै सेभ गरेर राख्छु कि, अनि तेरो म फेस टु फेस आएर त्यहाँदेखि दुधको दुध, पानीको पानी छर्लङ्ग पारिदिन्छु। पारेन छ भने